नमस्कार, तपाईं यति बेला हेर्दै हुनुहुन्छ सचेतक न्यूज.com अनलाइन पत्रिकाको आधिकारिक युट्युब च्यानल, फेसबुक पेज र वेबसाइट। यो कार्यक्रम हो सचेतक संवाद। सुशासनका बारेमा जानकारी दिनका लागि र यस अभियानको बारेमा जानकारी दिनका लागि आज हामीसँग हुनुहुन्छ सुशासन र समृद्धिका अभियन्ता दामु प्रसाद चौलागाई। सरलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। सुशासन र समृद्धिको यो अभियान कसरी चलिराखेको छ र यो अभियानको मुख्य उद्देश्य चाहिँ के हो सर? यो अभियान जनअभियान हो हैन। अब यो जनताद्वारा नागरिकद्वारा सञ्चालित अभियान हो र त्यो अभियानको परिकल्पना मैले गरेको हुँ। र यो अभियान कसरी चलेको छ भन्दाखेरि नि यो किन आवश्यकता छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण विषय हो। वास्तवमा सुशासन भन्ने एउटा विधिको शासन हो हैन। देश विधिको शासनमा चलेपछि सुशासन हुने हो, त्यो छैन। म चाहिँ अब सामाजिक क्षेत्रमा पहिलेदेखि नै लागिरहेको एउटा नागरिकको नाताले चाहिँ मैले सबै सरकारी कार्यालयदेखि नागरिकदेखि लिएर सबैलाई राम्रोसँग अध्ययन गर्ने ठाउँमा पुग्ने मौका पाएपछि मलाई खड्किएको विषय नै देशमा सुशासन छैन भन्ने हो। त्यो भइसकेपछि अनि मैले के गरेँ भनेदेखि अब यो सुशासनको चाहिँ अभियान चलाउनुपर्छ। हामीले राजनीतिक अभियान चलायौँ, सामाजिक अभियान चलायौँ, तर आर्थिक समृद्धि र सुशासनको अभियान चलाएनछौँ। त्यो नभएपछि के भयो भने हाम्रो देशका नागरिकहरू, हाम्रो देशमा बस्ने वातावरण बनेन। उद्योग धन्दा कल कारखानाहरू चाहिँ केही व्यक्तिका निज स्वार्थको हैन चाहिँ एउटा चपेटामा पर्ने अवस्था आयो र देशमा नीतिगत भ्रष्टाचार त प्रबल रूपमा बढ्यो। त्यसकारण अब यो सुशासन के हो भन्ने कुरा म जान्छु। सुशासनको आवश्यकता किन भन्दाखेरि तपाईँ संसारका उत्कृष्ट राष्ट्रहरू र उत्कृष्ट चाहिँ सबल हाम्रा नागरिकहरू गएर पनि त्यहाँ चाहिँ सपनाको राष्ट्र भनेर चिनिएका राष्ट्रहरूदेखि लिएर हैन चाहिँ त्यहाँका राजनीतिक परिवर्तन पश्चात चाहिँ अत्यन्त गरिब र नाजुक बनेका राष्ट्रहरूलाई हामीले अध्ययन गर्ने हो भनेदेखि हैन हामी हाइटी भयो, सोमालिया भयो, इथियोपिया भयो, ती राष्ट्रहरूमा चाहिँ गणतन्त्र छ तर सुशासन छैन, त्यसपछि नागरिक पीडित छन्। त्यस्तै गरी बेलायत भयो हैन, जापान भयो, दुबई भयो, यी देशहरूमा चाहिँ के छ भनेदेखि राज संस्था छ तर त्यहाँ के छ सुशासन छ। त्यसकारण त्यहाँका जनता दुखी छैनन्। त्यसकारण व्यवस्था भन्दा पनि त्यो सुशासन भन्ने चिज, वाद भन्दा पनि सुशासन भन्ने चिज चाहिँ अत्यन्त महत्त्वपूर्ण चिज रहेछ र त्यो चिज हामीले अवलम्बन नगर्ने हो भनेदेखि हामी एउटा राजनीतिक दलको एउटा विचारको फेरो समातेर पछाडि लाग्ने रहेछौँ तर हाम्रो अवस्था सुधार हुने रहन्छ। त्यसकारण राजनीतिक अवस्थालाई आफ्नो राजनीतिक दल जहाँ छ, आफ्नो विचार जहाँ छ, त्यो विचार बोक्नलाई सबैलाई स्वतन्त्रता छ तर सुशासन चाहिँ आवश्यक छ भन्ने मुख्य उद्देश्यका साथ यसलाई स्थापना गरेको। स्थायी सरकारको लागि चाहिँ जनताले प्रत्यक्ष निर्वाचित प्रमुख चाहिँ देशमा हुनुपर्छ भन्ने छ। त्यो कसरी सम्भव छ र हुँदाखेरि चाहिँ कसरी राज्यले स्थायी सरकार पाउँछ? यो सबभन्दा महत्त्वपूर्ण र अत्यन्त यो सुशासनको पहिलो हट हो। अहिले हाम्रो देशको पछिल्लो अवस्था हेरौँ हैन। सरकार अहिले आजको दिनमा मैले तपाईँसँग बोल्दाखेरिसम्म यो देशमा नेपाली काङ्ग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ। त्यो करिब 2 तिहाईको सरकार, तर पनि सरकार अस्थिर छ, कता छ, के छ हैन। जब हामी प्रमुख कार्यकारी पद, चाहे त्यसलाई तपाईँले राष्ट्रपति मान्नुहोस् चाहे प्रधानमन्त्री मान्नुहोस्, कुनलाई मान्नुहुन्छ, त्यसलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित बनाउनु भयो भने त्यो 5 वर्षसम्म कसै गरी पनि हल्लिँदैन। त्यो कार्यकारी हुन्छ र त्यसले त्यो परिवर्तनका आधारहरू हैन यो सत्ता ढाल्ने र गर्ने त्यसलाई चाहिँ राख्ने भन्ने खेल छ नि, त्यो खेलको एउटा अन्त्य गरिदिन्छ। भनेपछि त्यो हाम्रो 5 वर्षसम्म स्थिर सरकार हुनु पनि विकासको लागि हैन, देशको लागि, अन्तर्राष्ट्रिय छविको लागि, सबैको लागि उपयुक्त। त्यसकारण हामीले प्रत्यक्ष जनताद्वारा निर्वाचित सरकार प्रमुखको व्यवस्था गर्न भनेर लेख्यौँ। किन आवश्यक र सम्भव छ भनेदेखि अहिलेको राजनीतिक दललाई बाइस गर्दैन यसले के गर्छ भनेदेखि बहुमत जुटाएर जसरी भए पनि यसैलाई प्रधानमन्त्री बनाउँछु भन्ने कुरालाई छोडेर जनताद्वारा प्रत्यक्ष निर्वाचित हुने बित्तिकै त्यो पूर्ण प्रजातान्त्रिक, पूर्ण गणतान्त्रिक, पूर्ण समाजवादी जसरी व्याख्या गर्नुहोस् आफ्नो सिद्धान्त अन्तर्गत व्याख्या गर्ने एउटा सरकार तयार हुन्छ। जसले के गर्छ भनेदेखि त्यो सरकारसँग संसदको विधायक हुन्छ र संसदले त्यो प्रत्यक्ष निर्वाचित कार्यकारीलाई के गर्नुपर्छ भन्दाखेरि त्यसको चाहिँ पेरिफेरी र त्यसको निर्देशनमा चल्नुपर्छ। त्यो भएपछि 5 वर्षसम्म हाम्रो त्यो सरकार हलिएन। अनि दलहरूको जुन गठजोड हुन्छ नि
त्यो कमजोर भयो। त्यसपछि सांसद भएकै मन्त्री हुन्छ भन्ने ग्यारेन्टी हुन्न। त्यहाँ के हुन्छ अब आवश्यकता भएपछि विज्ञ, किन प्रत्यक्ष निर्वाचित सरकार प्रमुखले आवश्यकता अनुसार विज्ञलाई मन्त्री नियुक्ति गर्न सक्छ। विज्ञ मन्त्री हुँदाखेरि सांसद विधायक हुन्छ। त्यसकारण पनि यो आवश्यक छ पहिलो कुरा। अब दोस्रो कुरा के लिएर जानुहोस् भने आजको दिनमा तपाईले सांसद भनेको विधायक हो। हाम्रो संविधानले विधायकको रूपमा व्याख्या गरेको छ हैन। आजको दिनमा तपाईले समाचारमा लेख्नु भएको छ सांसद विकास कोषमा 15 करोड दिने वा कति दिने भनेर लेख्नु भएको छ हैन। सांसद विधायक हो नि, स्थानीय निकाय छ, विकासका अरू प्रावधानहरू छ, अनि सांसदलाई किन झोलाको व्यापारी बनाउनु? त्यसकारण पनि सुशासनको आवश्यक। तपाईहरु यो अभियानमा चाहिँ त्यो स्थानीय निर्वाचनमा चाहिँ कुनै पनि पार्टीको चाहिँ चुनाव चिन्ह प्रयोग गर्न हुँदैन भन्ने छ, त्यो किन र केका लागि हो? यो महत्त्वपूर्ण विषय हो। विषयगत आउनुभयो। किन भन्दाखेरि हामी अहिले के छ भने विभिन्न राजनीतिक दलमा छौँ। विभिन्न राजनीतिक दलले विभिन्न मोर्चाहरू सङ्गठित गरेको छ। त्यो मोर्चाहरू सङ्गठित गर्दाखेरि विचार नभए पनि त्यहाँ सङ्गठन छ, त्यो सङ्गठनको बलमा हामी बन्छौँ भन्ने हिसाबका एक प्रकारका युवाहरू त्यहाँ लाग्नु भएको छ, जसले यो सबै कुरा बुझेका छन्, दृष्टिकोण छ, भिजन छ। उहाँहरू त्यहाँ अट्न सक्नुहुन्न, तर समाजमा चाहिँ लोकप्रिय हुनुहुन्छ। तर त्यसलाई के गर्दै भनेदेखि राजनीतिक दलले चाहिँ यो चाहिँ मेरो उम्मेदवार हो भनिदिँदाखेरि चाहिँ अब त्यहाँ के हुने भने राम्रा मान्छेहरू पछि पर्ने भयो। हामीले राजनीतिमा पहिले ब्रेकडाउन गऱ्यौँ क्या, अपरेसन गरियो क्या, राजनीतिको चाहिँ गोडमेल गरियो, अपरेसन गरियो र राम्रा मान्छे लगाएर नराम्रा मान्छे मात्रै ल्याउने खालको एउटा कन्सेप्ट भयो, जुन अहिले देखि पनि रहेको छ। केही मान्छेहरू स्वतन्त्र रूपमा निर्वाचित हुनुभएकाहरूले जनताको मन जित्ने गरी काम पनि गर्नुभएको छ। आजको दिनमा यो देखिएका विषय हो। र यो चाहिँ अब किन भन्दाखेरि चाहिँ यसले के गर्छ भन्दाखेरि राम्रा मान्छेहरूलाई निर्वाचनमा जितेर आउनलाई मद्दत गर्छ। दोस्रो कुरो जनताको काम भेदभाव रहित हुन्छ, बिना भेदभाव काम हुन्छ। किन हुन्छ भनेदेखि त्यो काङ्ग्रेसको हुँदैन, एमालेको हुँदैन, माओवादीको हुँदैन, राजावादीको हुँदैन, त्यो कुनै पनि चुनाव चिन्ह प्रयोग गरे हुँदैन। उसले इन्डिपेन्डेन्ट स्वतन्त्र चुनाव चिन्ह प्रयोग गरेर आएको हुन्छ र त्यो कुनै पनि राजनीतिक दलप्रति उत्तरदायी हुँदैन। के हुन्छ? आफ्नो स्थानीय नागरिकप्रति उत्तरदायी हुन्छ। र त्यसले नागरिकहरूले के गर्छ भने स्थानीय स्तरमा, लोकल स्तरमा चाहिँ एक प्रकारको सुशासन पाउने सम्भावना त्यसमा अत्याधिक हुन्छ, जुन राजनीतिक दलको चाहिँ एउटा छत्रछायामा चाहिँ एउटा सिन्डिकेट बनाएर सङ्गठित रूपमा चाहिँ जुन अगाडि बढ्ने प्रक्रिया छ, वा भनौँ राजनीति राम्रो भयो भने सुशासन हुने हो, र नराम्रो भयो भने त त्यो सङ्गठित अपराध हुन्छ। र त्यो सङ्गठित अपराधको बाटोलाई छेकेर सुशासनको बाटो ल्याउनलाई पनि यो आवश्यक। जस्तो सरकारी जागिर खाएका व्यक्तिहरूलाई चाहिँ कुनै पनि पार्टीको राजनीतिक दलले कुनै पनि नेतृत्व दिनु हुँदैन भन्ने तपाईँहरूको माग छ। त्यो नेतृत्व नदिँदाखेरि चाहिँ उहाँहरूको पनि एउटा पार्टीप्रति आस्था राख्न पाउने अधिकार चाहिँ कुण्ठित हुन्छ जस्तो लाग्दैन? त्यस्तो होइन। तपाईँले कसरी बुझ्नुहोस् भने एउटा कर्मचारीले म यति बजेदेखि यति बजेसम्म यो देशलाई सेवा गर्छु भनेर सेवक भनेर जनताले तिरेको कर खाएर बसेको, उहाँहरूको काम त्यतिन्जेल भनेको उहाँहरूले समय बेचेको। यो संसारको श्रमको सिद्धान्त, श्रमलाई खरिद बिक्रीको रूपमा हेर्ने हो भने श्रमको सिद्धान्त हेर्ने हो भनेदेखि श्रमको सिद्धान्त अन्तर्गत के हुन्छ भने उहाँहरूले त्यो श्रम बेचेको समयमा वा त्यतिन्जेल जागिर खान्छु भनेर प्रण गरेको समयमा उहाँहरूको दायित्व भनेको त्यो कामप्रति हुन्छ। उहाँहरूप्रति अन्याय भयो भने त्यसमा बोल्ने साझा होला, तर कुनै पनि राजनीतिक दलको भातृ सङ्गठनमा बस्ने जुन अधिकार दिइयो नि, त्यो भनेको के भन्दाखेरि सबै ठाउँमा एक एकवटा त्यो ऊ राखिन्छ नि, यहाँबाट तैँले गर्ने, यहाँबाट तैँले गर्ने, यहाँबाट तैँले गर्ने भनेर जो चारतिर घेरा घेरेर राखेर चाहिँ बिचमा चाहिँ एउटा अपराध गरे जस्तो जुन एउटा सिन्डिकेटको एउटा चाहिँ राजनीति छ, त्यसलाई परास्त गर्ने, पब्लिकले रोजेर गर्ने, राम्रा मान्छेहरू आउने, अनि सङ्गठनको बलमा मैले 200 वर्ष अगाडिदेखि चाहिँ सङ्गठन गरेँ, हाम्रो पार्टी हो, 20 वर्षदेखि हो, 30 वर्षदेखि हो, हिजो हो आज हो भनेर चाहिँ जुन एउटा दबदबा छ नि, त्यसलाई माइनस गर्ने। त्यसलाई माइनस गर्यो भने के हुन्छ भनेदेखि अब यो चाहिँ सङ्गठनको नजिक छ, यो सङ्घको नजिक छ भनेर हामीले गर्छौँ नि, अनि मन्त्री गर्दाखेरि पनि यो चाहिँ हाम्रो पार्टीको नजिक छ, यसलाई ल्याएपछि हुन्छ भनेपछि जुन एउटा एक प्रकारको चाहिँ नीतिगत भन्दा नि तहगत पनि हुन्छ नि, तहगत पनि भ्रष्टाचार हुन्छ, नीतिगत पनि भ्रष्टाचार हुन्छ। तहगत भ्रष्टाचारको सहजीकरणको रूपमा चाहिँ पछिल्लो दिनमा चाहिँ दलहरू प्रयोग भयो, यो चाहिँ सङ्गठनहरू प्रयोग भएको भन्ने नागरिकको आरोप छ। त्यो आरोप चिर्ने हो भनेदेखि उहाँहरू स्वच्छ हुने हो भनेदेखि चाहिँ यो एजेन्डामा चाहिँ स्वयं कर्मचारीहरू पनि आउनुहुन्छ भने मैले विश्वास लिएको छु। अहिले युवाहरूलाई चाहिँ
विदेशमा निर्यात गर्न हुँदैन भन्नुहुन्छ तपाईहरु युवालाई देशमै राख्नको लागि चाहिँ के गर्न सकिन्छ र विदेशमा युवा नजाने त सर अब के हुन्छ भने हामीले कुनै पनि कुरा विरोध गर्न जति सजिलो छ त्यसलाई चाहिँ कार्यान्वयन गर्ने भने महत्त्वपूर्ण विषय र महत्त्वपूर्ण एउटा एजेन्डा पनि हो अब किन भन्दाखेरि संसारमा सबभन्दा पहिलो डेभलपको आधार भनेको श्रम हो श्रमको विकासबाट मात्रै समृद्धि हुने हो जब श्रमको विकास हुन्छ त्यसपछि समृद्धिको ढोका खुल्छ अहिले आजको दिनमा संसार बनेको छ भनेदेखि ती देशहरूले श्रमको लागि अन्तर्राष्ट्रिय सेक्टरबाट युवाहरू आयात गरेका छन् हाम्रो देश अहिले विकासको बाटो कोर्दैछ भनेर चाहिँ सबै राजनीतिक दलहरूले भन्नुभएको छ भनेपछि अब उद्योग पर्यटन कृषि उत्पादन सबैमा जोड्ने हो त्यहाँ त युवाको श्रमको आवश्यकता पर्छ र आजको दिनमा नेपालमा युवाहरूको शक्ति 50% भन्दा माथि 50 देखि 60% को बीचमा छ यो राज्यको अत्यन्त उर्वर शक्ति हो के घरमा सबै युवा हुँदाखेरि त सबै काम गर्ने हुँदाखेरि त जोस जाँगर हुँदाखेरि जुन समृद्धि हासिल गर्छ त्यो समृद्धि हासिल गर्ने बेला राज्यको यो बेलामा चाहिँ राज्यले यी युवाहरूलाई कसरी श्रमसँग जोड्ने हैन दीर्घकालीन प्लानहरू के हुन् अब हामीले चाहिँ त्यहाँनिर 2 कट्ठा 5 कट्ठा 10 कट्ठामा गरिएका जमिनहरूलाई अब ठ्याक्कै लगाएर यो जिल्ला चाहिँ यो बालीको लागि उपयुक्त हुन्छ त्यो एरिया नै कसरी चाहिँ एउटा चक्लाबन्दी गरेर चाहिँ उत्पादनमा जोड्ने र त्यो उत्पादनबाट हामीले जनताका मौलिक हकका रूपमा रहेका शिक्षा स्वास्थ्य र रोजगारलाई चाहिँ सुनिश्चित गरेर हैन आवश्यकता त अहिले जति पनि विदेश जानु भएको छ शिक्षा र स्वास्थ्यको कारणले जानु भएको छ हो बालबच्चा पढाउनु पर्यो बिरामी भयो भने कसरी उपचार गर्ने भनेर यदि शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिने हो भने राज्यले त्यसमा कन्ट्रिब्युसन गर्यो भने अनि श्रममा चाहिँ नागरिकलाई लगाउने हो भनेदेखि हाम्रो समृद्धि सम्भव छ तर त्यो के हुन्छ भने एक प्रकारका वर्गलाई त्यो हुँदैन किन हुँदैन भन्दाखेरि उहाँहरू हिजोदेखि नै यी कुराहरूलाई बेचेर आफ्नो जीविका चलाइरहनु भएको छ त्यसकारण उहाँहरूले जहिले पनि आजको दिनमा तपाईँ जति पनि यो एनजिओ आइएनजिओहरू देख्नुहुन्छ नि म एउटा उदाहरण लिन्छु कल्चर पनि महत्त्वपूर्ण विषय हो सामाजिक सुरक्षामा हाम्रो संस्कृति र कला पनि महत्त्वपूर्ण विषय हो छाउपडी प्रथा भन्ने हाम्रो सुदूरपश्चिममा छ हैन पश्चिमी क्षेत्रमा त्यो छाउपडी प्रथा अन्त्यको लागि छाउकोठ यतिवटा भत्काइयो भन्ने छ कहिल्यै राज्यले त्यो छाउकोठ र घर उस्तै थियो हिजो सुदूरपश्चिमको भनेर कहिले देखाएन अनि हाम्रो चाहिँ मिन्स भएको बेलामा वा पिरियडिक समयमा चाहिँ अत्यन्तै पीडा हुन्छ त्यसकारण उहाँहरूलाई आराम चाहिन्छ भनेको थियो त्यो बेलामा आराम गरी त छाउकोठै थियो नि त यदि हाम्रो छाउकोठलाई चाहिँ व्यवस्थित गर्ने वा अन्त्य गर्ने भने दुईटा कारणले सकिन्थ्यो नि त हेर्नुस् है गलत ढङ्गले चाहिँ हामीसँग भएका इम्प्लिमेन्टेसनहरू एनजिओ आइएनजिओहरूको सकिन्थ्यो नि त्यो किन सकेन भन्दाखेरि त्यहाँनिर चाहिँ त्यो छाउगोठमा चाहिँ उहाँहरूलाई आरामको लागि यो चाहिन्छ तर यो घर जेसीको छाउगोठ चाहिँ राम्रो हुनुपर्छ भनेर राम्रो बनाएर त्यसमा एसी जडान गरेर उहाँहरूलाई चाहिँ पर्याप्त पोषक खानेकुराहरू दिएर हैन हाम्रो कल्चर हो है लेडी हाम्रा चाहिँ नारीहरू चाहिँ हाम्रो यहाँको चाहिँ वैदिक सनातनी कल्चर भन्छ के सनातन चलिआएको नित्य चलिआएको कल्चर हो यो कल्चर पनि जोगिने नारीहरूको सुरक्षा पनि हुने उहाँहरूलाई सुविधा पनि हुने भनेर हामीले एसी जोडेको एउटा छाउगोठ बनाउने कल्पना कहिले गरेनौँ हामीले के गर्यौँ भन्दा घरमा बस्ने ठाउँ छैन गोठ भत्काइदिउँ भनेपछि हामीसँग योजनाबद्ध ढङ्गले हाम्रा कल्चरहरू जोगाएर हाम्रा संस्कृतिहरू जोगाएर भोलिका दिनमा चाहिँ हामी यसरी चाहिँ हाम्रो देशलाई चाहिँ संसारको चाहिँ मान्छेहरूले चाहिँ सभ्यता पुरानो सभ्यतालाई आधुनिक ढङ्गले चाहिँ संरक्षण गरेर राखेको एकमात्र राष्ट्र भनेर चिन्ने आधार के छ भनेर खोजे खोइ हो त्यो खोज्नुपर्छ भन्ने मान्यता हो तरहरूले चाहिँ युवालाई पलायन गर्न हुँदैन विदेशमा निर्यात गर्न हुँदैन भन्दै गर्दाखेरि युवालाई नेपालमै राख्नको लागि उद्योग होला कल कारखाना होला यहाँ श्रम गरेर एउटा कमाउन सक्ने र आफ्नो इच्छाहरू पुरा गर्न सक्ने वातावरण बनाउनको लागि चाहिँ अभियानमा कुनै पनि एजेन्डा किन राख्नु भएन सर हो एजेन्डा किन राखिएन भन्दाखेरि अब हामी इम्प्लिमेन्टेसन होइन हामीले के भन्यौँ भने यो हुन्न भन्यौँ हैन त्यसपछि यो के हुन्छ त भनेर राज्यले यसको विषयमा बहस गर्नुपर्थ्यो राज्यको कमजोरी हो त्यो अब मैले तपाईलाई ल यस्तो गर्ने भनेर भन्यो भने भएन नि त त्यो इम्प्लिमेन्टेसनको वा त्यसको कार्यान्वयन गर्ने निकाय त के हो भने फेरि स्वयं राज्य हो त्यो राज्यभित्र तपाईँ पनि हो म पनि हो र उहाँ युवाहरू पनि हो अब नेपालमा अहिले के हो भनेदेखि तपाईँलाई निजीकरणको नाममा जति पनि उद्योग धन्दाहरू सिद्धिए हैन हिजोका जति पनि रोजगारीहरू सिद्धिए त्यसको विकल्पमा त्योभन्दा राम्रा रोजगारीहरू बनेनन् भएका युवाहरूको रोजगारी खोसियो
र यहाँ शिक्षा स्वास्थ्य रोजगार सबै ग्यारेन्टी भएन संविधानले मौलिक हकको रूपमा व्याख्या गरेका जति पनि चिज छ त्यो मौलिक हक नागरिकले प्राप्त गर्न सक्नु भएन नभएपछि बाध्यतावश उहाँहरू बाहिरिनु भएको छ नि हो त्यो परिपाटी अन्त्य हुनुपर्छ त्यो राष्ट्रघाती परिपाटी हो त्यसकारण भने हो क्या किनभने त्यो राष्ट्रलाई घात गरेर जसरी पनि युवाहरू निर्यात गर्ने जुन नीतिगत निर्णय थियो त्यो राष्ट्रघाती नै थियो र त्यो परिपाटीकै कारणले गर्दाखेरि हाम्रा युवाहरू यहाँ अडिन सक्नु भएन र यसलाई अडुनको लागि बहस गरौँ छलफल गरौँ र राज्यका सबै खालका चाहिँ स्रोत र साधनहरूलाई त्यहाँ प्रयोग गरौँ र श्रम र श्रमलाई जोडेर समृद्धिको बाटो हासिल गरौँ भन्ने विषयको चाहिँ यो अभियानको एजेन्डा हो र त्यो हामी नागरिक स्तरबाट राज्य तहसम्म हामीले यसलाई पुर्याउने मात्र होइन हामीले अन्तर्राष्ट्रिय सेक्टरमा पनि यसको बारेमा कुनै दिन बहस गर्छौँ भन्ने हाम्रो कार्ययोजना छ। आर्थिक मन्दी बजार व्यवसायीहरूलाई हेर्ने हो भने चाहिँ आर्थिक मन्दी छ हाम्रो व्यापार छैन भन्ने गर्छन् कुनै पनि वित्तीय संस्था बैंकहरूले चाहिँ लगानी सही ठाउँमा गरेको छ जस्तो लाग्छ कि छैन जस्तो लाग्छ सर तपाईहरुलाई? यो हाम्रो एजेन्डागत रूपमै आएका विषय हुन्। तपाईले अब जसरी उठाउनु भयो नि व्यापार भनौँ आर्थिक मन्दी र वित्तीय लगानी यो विषय कस्तो महत्त्वपूर्ण विषय छ भनेदेखि नेपालमा एउटा गाडी किन्छु भन्दाखेरि 7% 6% ब्याज दरमा गाडी पाइन्छ। एउटा व्यवसाय गर्छु भन्यो भने पाइँदैन अब 10% प्लस जानुपर्छ। अनि दोस्रो कुरा के छ भनेदेखि हाम्रो झन्झटिलो कर अनि बैंकहरूले के गर्दैछ भनेदेखि अनिवार्य करमा दर्ता हुनुपर्ने। बैंकले अब पहिलो कुरा राज्यले जनताको निक्षेपबाट चाहिँ विलासीको साधन खरिदमा चाहिँ बढी कम ब्याज अरूलाई बढी लगाएर जनताको निक्षेपको अपचलन पहिल्यै गराइदियो हैन। आर्थिक आतंक त्यहीँबाट सुरु गर्यो वित्तीय संस्था मार्फत हैन। अनि दोस्रो कुरा के गर्यो भनेदेखि अब वित्तीय संस्थाबाट लोन लिनको लागि अनिवार्य प्यान दर्ता हुनुपर्ने भनेर भन्दियो। अब प्यान दर्ता गरेपछि व्यवसाय नभएको मान्छेले पनि आवश्यक पर्दाखेरि लोन लिँदाखेरि प्यान दर्ता गर्ने भयो। प्यान दर्ता गरेपछि त्यो प्यानमा गएर आवधिक अपडेट गर्नुपर्छ भन्ने उसलाई थाहा छैन हैन। उसको व्यवसाय पनि छैन अनि त्यहाँ कर चाहिँ जरिवाना शुद्ध तिर्नुपर्ने भयो भनेपछि नागरिकलाई जसरी पनि चपेटामा पारेर जुन एउटा आर्थिक एउटा ट्र्यापमा पार्ने काम चाहिँ राज्यले गरेको छ। जुन चाहिँ नेपाल जस्तो एउटा भर्खर उठ्दै गरेको अर्थतन्त्रको अवस्थामा चाहिँ उठ्दै गरेका मानिसहरू फस्न नसक्नेका एउटा कारण थियो। अब दोस्रो कुरा मान्छेहरूसँग क्रय शक्ति हुनु पर्यो। वित्तीय संस्थाहरूको लगानी सबै अनुत्पादक क्षेत्रमा भयो, हाउसिङमा भयो, गाडीमा भयो, जग्गा खरिद बिक्रीमा भयो। त्यसले के हुन्छ भनेदेखि हिजो 50,000 गठाको जग्गाको 5 करोड भ्यालु पुर्याइदियो, लगानी त्यहीँ छ हो। अब त्यो लगानी अब त उठ्नलाई त त्यो जग्गाको त आकार बढ्दैन, भ्यालु बढ्या उत्पादन बढ्दैन फेरि भनेपछि त्यो एउटा हाई रिस्कको अवस्थामा छ वित्तीय संस्थाहरू। के छ भन्दाखेरि तपाईले महसुस गर्नुहोस् तपाईले 50,000 गठा जग्गा तपाईको नवलपुरमा पाउनुहुन्थ्यो भने त्यो जग्गा अहिले कमसेकम 50 लाखको छ भनेदेखि अब त्यो जग्गा फेरि अब कुनै कारोबार छैन भनेदेखि त्यो 50,000 को भ्यालुमा पनि किन्ने मान्छे हुँदैन किनभने मान्छेसँग क्रय शक्ति चाहियो। त्यो क्रय शक्ति हुने आधारै छैन देशमा। अनि राज्य त्यो मात्रै छैन, नेपालको अर्थतन्त्र आयातमुखी हो। आयातमा पनि के हो भनेदेखि एउटा सामानमा कति प्रतिशतसम्म कर लगाउने भन्ने कुरा हो। उत्पादन त हाम्रो के पनि छैन, मठै हो, कुनै पनि उत्पादन छैन। भएका उत्पादन र उद्योगहरू पनि हामीले बन्द गरेका छौँ। उत्पादन छैन, आयातमुखी हो। अब जनताको क्रय शक्ति छैन भनेपछि आयातमुखी अर्थतन्त्रको के भनेदेखि आर्थिक सूचाङ्क पनि माइनस छ र राज्यले जनताद्वारा निक्षेप सङ्कलन गरेको बैङ्कहरूबाट लोन लिएर कर्मचारीलाई तलब खुवाइरहेको अवस्था छ। विकास हाम्रो माइनस छ। विदेशी ऋणको पैसाहरू हामीले पर्याप्त मात्रामा तिर्न सकेका छैनौँ। त्यसकारण पनि हामीले आर्थिक रूपमा एउटा हस्तक्षेपकारी भूमिका चाहिँ राज्यले निर्धारण गरेर चाहिँ अवलम्बन नगर्ने भनेदेखि हामी आर्थिक रूपमा कोल्याप्स हुने अवस्थामा छौँ। देशको अवस्था यस्तो छ। तर उहाँहरूको चाहिँ चिन्तन त्यता छैन हैन। नीतिगत र तहगत भ्रष्टाचारको एउटा समूल झाङ चाहिँ अहिले नेपालको चाहिँ वर्तमान परिवेशमा नेपालको सबै फेरो तलदेखि माथिसम्म रह्यो। र त्यो गोडमेल कहिले हुन्छ त्यसपछि मात्र हामीले सुधारको अपेक्षा गर्न सक्ने हो। अब गोडमेलै भएन भनेदेखि त अब त्यो झारहरूले मेन बिरुवा चाहिँ एकदम नाजुक बनाइदिन्छ। ठ्याक्कै ठाउँमा चाहिँ वित्तीय संस्थाले जति पनि कृषि ब्याज दर कम भनेको छ, कृषि गर्नेलाई हामी कम ब्याज दरमा चाहिँ ऋण दिन्छौँ भनेको छ, व्यवसाय गर्नेलाई चाहिँ कम ब्याज दरमा चाहिँ ऋण दिन्छौँ भनेको छ। तर त्यो चाहिँ ठाउँमा ठ्याक्कै पुगेन क्या सर। यो झोलामा बोकेर हिँड्ने सहकारी पनि भन्छन् धेरैले होइन। त्यो चाहिँ त्यस्ता ठाउँहरूमा लगानी भएर हो कि ठ्याक्कै जसले चाहिँ काम गरिरहेको छ, जसले कृषि गरिरहेको छ, पशुपालन गरिरहेको छ, उनीहरूले चाहिँ हामीले ऋण पाएनौँ कम ब्याज दरमा भन्ने धेरै छन्।
त्यो ठाउँ र उहाँहरूको लागि चाहिँ तपाईँहरूको अभियानले कसरी काम गरिरहनु भएको छ? ठ्याक्कै यो सुशासन भने के हो भनेदेखि लक्षित वर्गलाई ठ्याक्कै पुग्नु पर्छ नि त, विधिको शासन हो नि त। यहाँ त के छ भनेदेखि म मन्त्री भएँ भनेदेखि तपाईँहरू मेरो झोला बोकिरहनु भएको छ भने मैले तपाईँलाई दिने भएँ क्या। अर्को कोही रामबहादुर मन्त्री आउँदाखेरि उसले उहाँलाई दिनुहुने भयो, उहाँका अरू झोला बोक्नेहरूलाई दिनुभयो। वास्तवमा आजसम्म नेपालको कृषि मन्त्रालयमा कृषि कार्यालयहरूमा साँच्चीकै कुट्टो कोदालो लिएर होइन कछाड बाँधेर चाहिँ खेती काम गर्ने मान्छेहरू एकजना पनि पुग्नु भएको छैन। उहाँहरूले अनुदान एकजनाले पनि पाउनु भएको छैन। यो सबै कागजी हो। जति पनि कृषिको प्रगति छ त्यो कागजी फन्डामेन्टल कागजी हो, किनभने हाम्रो देश कृषि प्रधान देश हो। राज्यले चाहिँ पेसा के भन्दाखेरि केही छैन भने बेरोजगार लेख्न नमिलेर अनिवार्य रूपमा चाहिँ आफैले लेखिदिएको कृषिको हिसाबले पनि 60% भन्दा बढी त कृषिमै आश्रित हुनुहुन्छ नेपाली नागरिकहरू। यस्तो देशमा कृषिको चाहिँ 60% मानिस कृषिमा आबद्ध भएको देशमा चाहिँ खाद्यान्न छैन भनेपछि यो सब के हो भनेदेखि त्यो तपाईँ हामीलाई यो देखाउनु यो भन्दाखेरि पनि लाज लाग्ने के, गाली गर्दाखेरि पनि लाज लाग्ने भएर नबोले हो। किन त्यो गाली त्यसलाई गरिन्छ जहाँ सुध्रिने अवस्था छ। यहाँ त सुध्रिने ठाउँै छैन। यिनीहरूलाई त एकैचोटि चाहिँ त्यो कस्तो भन्दाखेरि सुधार गृहमा हालेर होइन अब त्यो उहाँहरूबाट हुँदैन। विकल्पमा चाहिँ यो चाहिन्छ है, उहाँहरू जुन दिन सुध्रिन सक्नुहुन्छ त्यो दिन आउने हो, नत्र सुधार गृह नै ठिक छ भनेर सुधार गृहमा राख्नुपर्ने खालको एउटा मेकानिजम छ नि। त्यो मेकानिजमबाट आश गर्नु चाहिँदैन, चाहे कर्मचारी प्रशासन होस् चाहे त्यो राजनीतिक मेकानिजम हो। त्यो दुईटै मेकानिजम नेपालमा फेल छ। अब त्यो हामी त के भयो भने भोटको दिन चुनावको दिन यसले जित्छ त्यसैलाई भोट हालौँ, किन भोट खेर फाल्नु भनेर चाहिँ मानसिकता बनाएर चाहिँ आफूलाई परिवर्तन गर्न सक्ने एउटा नागरिकको नाजाले हामी पनि दोषी हौँला। तर हामीलाई मिठो आश्वासन दिएर नागरिकलाई आश्वासन दिएर होइन अनि त्यहाँबाट नागरिकको आश्वासनमाथि कुठाराघात गर्नेहरू चाहिँ प्रबल र एकदम कुख्यात यो विषयका चाहिँ दोषी हो। यसरी चाहिँ महसुस गरौँ। अब त्यहाँनिर पाउने कुरामा त मैले तपाईँलाई प्रष्टै भने जुन दिनसम्म सुशासन हुँदैन वा विधिको शासन हुँदैन वा सिस्टमले चाहिँ सिस्टमेटिक रूपमा जसले पाउनुपर्ने हो त्यसको हातमा त्यो चिज पुग्दैन तबसम्म हुने त्यही हो। अहिले आजको दिन म तपाईँलाई उदाहरण जोडिदिन्छु। बागमती प्रदेशको राजधानी हेटौँडामा छौँ। अहिले बजेट बन्ने तयारीमा छ प्रदेश सरकार। तपाईँ देख्नुहुन्छ सबै मन्त्रालयहरूमा फाइल बोकेर लाइन लागेको छ। यदि सुशासन भइदिएको भएदेखि स्थानीय तहले यहाँ यो आवश्यक छ, यहाँ यो आवश्यक छ, यो वर्गलाई यसो गरी भनेर नीतिगत निर्णय गरेर त्यहाँबाट पठाएको यहाँबाट बजेट हुन्थ्यो नि। किन मान्छे आइरहेछ? त्यसमा पनि कमिसनको खेल हुन्छ अरे। अब यस्तो देशमा हामीले अब त्यो वित्तीय संस्था त एउटा निश्चित समूहले जसको चाहिँ अब पहिला त थोरै थिए पछि त धेरै बैङ्कहरू चाहिँ च्याउसरी उब्जिए अनि ती उब्जिएका बैङ्कहरूको लगानी कहाँको हो, स्रोत के हो भने पहिला थिएन कि। त्यो अननोन स्रोतबाट खुलेका बैङ्कहरूबाट हामीले अपेक्षा पनि गर्नुहुन्न, किनभने राज्यको मौद्रिक नीतिले नियन्त्रण गर्नुपर्ने हो। मौद्रिक नीति चाहिँ दलाली अर्थतन्त्रसँग आश्रित छ वा त्योसँग सम्बन्धित छ। त्यसकारण पनि हाम्रो देशको अर्थतन्त्रमा सुधार हुँदैन, नागरिक स्तरमा चाहिँ सुधार हुँदैन। वा कृषिमा गरिएको लोन चाहिँ 1 वर्षपछि मात्र किस्ताको इन्स्टलमेन्ट चल्छ, 1 वर्षसम्म त्यसको चाहिँ पूर्वाधार तयार गर्न लाग्छ, यसरी जान्छ भनेर हुनु पर्यो नि। विदेशमा हुन्छ नि त, कुनै पनि चिजको उत्पादन पिरियडसम्म चाहिँ लोनको चाहिँ ब्याज लिँदैन। ब्याज त लिएला तर के भने किस्ता लिँदैन। त्यसमा जब त्यो उत्पादनमा जान्छ मार्केटमा जान्छ अनि किस्ताको सुरु हुन्छ। हाम्रो त लोन लिएको भोलिपल्ट एउटा किस्ता तिर्न सुरु गर्नुपर्छ। अब यतापट्टि किस्ता तिर्ने कि उतापट्टि उत्पादनमा लाग्ने त्यही तनाव हुन्छ। हाम्रो त औद्योगिक वातावरण नै छैन। ब्याज दरको कुरा पनि जोड्नु भयो, तर त्यो कृषकले चाहिँ पाएनन्। त्यसमा चाहिँ तपाईँहरूले अभियानै चलाएर चाहिँ लागिरहँदाखेरि त्यसलाई चाहिँ कसरी काम गरिरहनु भएको छ? आजको दिनमा सरकारले सम्भवतः अनुदान भन्ने शब्दै खारेज गरेको छ जस्तो लाग्छ मलाई। आजको दिनमा मैले तपाईँलाई भनिरहेको छु होइन। तर के हो भनेदेखि अनुदान बैङ्कहरूले दिएको होइन। अनुदान के हो भनेदेखि किसानको नाममा राष्ट्रले नै दिएको हो। हामीले तिरेको करहरूबाट तिनीहरूले बैङ्कलाई दिएर बैङ्कलाई उनीहरूले जसलाई सिफारिस गर्यो त्यो मान्छेलाई दिएको ठाउँमा चाहिँ ब्याज अनुदान दिएको। ब्याजमा चाहिँ 12% थियो भने 12% हो, 6% राज्यले अनुदान दिँदाखेरि 6% चाहिँ किसानले तिर्ने भनेर चाहिँ त्यसरी बनाइदिएको थियो। र त्यो चाहिँ पहुँचवाला मान्छेले मात्रै पाउने हो कि किसानले पाउने होइन। त्यही मैले अघि नै भने झोला बोक्न सक्ने, चाकडी गर्न सक्ने होइन, वास्तविक उत्पादनमा होइन क्या, गफमा गर्न सक्ने, वरिपरि झुम्मिन सक्ने होइन, तिनीहरूलाई चाहिँ यसो चिप्लो चाप्लो के गर्न सकिन्छ त्यो गर्न सक्नेहरूले पाएको अवस्था हो। र किसानको नाम बदनाम हो। अल्टरनेटिभ अब एउटा कृषि फर्म दर्ता गर्ने तर व्यवसाय अल्टरनेटिभ गरेका, घर जग्गाका कारोबार गरेका, इन्डस्ट्रिजहरू चलाएकाहरूले पाएको हो त्यो अनुदान। त्यसले के पनि हुँदैन।
त्यसकारण अब त्यो अनुदान कसरी पाउने भन्दाखेरि पनि त्यो कार्यविधि नै खराब थियो। जब कार्यविधि खराब भएपछि त्यसलाई के भनिन्छ भनेदेखि नीतिगत भ्रष्टाचार भनिन्छ र त्यो नीतिगत भ्रष्टाचारको चपेटामा परेका किसानहरूको बारेमा अब यो बोल्ने हो, बोल्दाखेरि पनि दुःख लाग्छ होइन, सम्झिँदा नि मन भक्कानिन्छ के गरी भन्ने होइन। यो नीतिगत भ्रष्टाचारको भाजनमा परेका हो किसान। कुनै पनि कृषि पेसामा गरेकोलाई छुट दिन पर्ने ठाउँमा चाहिँ जस्तो नगरपालिका, उपमहानगरपालिका, गाउँपालिकाको फरक आन्तरिक राजस्व कार्यालयमा तिर्ने कर पनि फरक छ। यसलाई न्यून होइन, जस्तो उपमहानगरपालिकामा चाहिँ कृषि योग्य जमिन अलिकति कम हुनसक्छ गाउँपालिका हेरिकन, त्यो उपमहानगरपालिकामा पशुपालन गर्दै गर्दा कुनै पनि कृषि पेसामा लाग्नेले पनि कर चाहिँ धेरै ठाउँमा तिर्न पर्ने, फरक निकायमा फरक चाहिँ एउटा सूची नै छ, उहाँहरूको मूल्य नै छ, यदि कर तिर्ने भन्ने छ, त्यो चाहिँ अनिवार्य तिर्नै पर्ने। अनि अझै पनि कृषिमा लाग्ने अझै पनि अलिकति नपढेका हाम्रा अग्रजहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ त्यो कर वर्षैपछि तिर्नुपर्छ भन्ने थाहा नभएर जरिवाना समेत तिर्न परिराखेको छ। यसलाई चाहिँ सरहरूको अभियानले चाहिँ केही गरिरहनु भएको छ? यो विषयमा हामीले अलि पहिला एकपटक यो विषयमा छलफल गरेका थियौँ। छलफल गर्दाखेरि मैले पनि त्यो विषयमा उठाएको छु कुरा, नगरपालिकामै उठाएको छु, हेटौँडा उपमहानगरपालिकामै मैले एकपटक कुरा उठाएँ। खासमा के भनेदेखि तपाईँहरू नगरपालिकामा व्यवसाय दर्ता गर्नुहोस् है भनेर व्यवसाय दर्ता गर्नु अनिवार्य गर्नुभयो, उहाँहरूले घरलौरी लागेर गरिदिनु भयो होइन। अनि त्यो पान पसल राख्ने को छ, ठेला पसलको व्यवसाय दर्ता छ होइन। अब त्यो त व्यवसाय दर्ता पो गर्ने भन्ने थाहा थियो त, तपाईँले दर्ता गरेपछि यति पैसा तिर्नुपर्छ त भनेको थिएन, पछि महिनैपछि तिर्नुभयो वा वर्षैपछि तिर्नुपर्छ भनेको त थिएन, त्यो उहाँहरूलाई थाहा भएन एउटा। अनि दोस्रो कुरा, एउटा व्यवसायको कर कति ठाउँ तिर्ने के रहेछ, एक ठाउँमा एक द्वार प्रणाली हुनु पर्यो नि त, विभिन्न पाइपलाइनहरू बनाएर अनि त्यहाँबाट छिद्र बनाएर चाहिँ नागरिकको चाहिँ स्रोत साधन चाहिँ चुहाउने जुन काम भएको छ त्यो चाहिँ एकदम त्यो कस्तो भनेदेखि त्यो एक प्रकारको चोरी नै हो। अब एउटै सिस्टमले चाहिँ ठ्याक्क यो कर यति व्यवसाय गर्दा यो ठाउँमा कर तिरेपछि पुग्यो भन्ने हुन्छ नि। अब उद्योग विभागदेखि लिएर के अरे घरेलु तथा साना उद्योग कार्यालयदेखि लिएर होइन, कम्पाउन्ड रजिस्टर कार्यालयदेखि लिएर स्थानीय तहदेखि लिएर नगरपालिकादेखि लिएर होइन, कति ठाउँमा एउटा विषयलाई दर्ता गर्ने। अनि आन्तरिक राजस्व कार्यालयदेखि लिएर फेरि तल आएर अरू ठाउँका विभिन्न खालका करका साना पोइन्टहरू बनाएर जुन तिरिया नि, त्यो अत्यन्त खेदजनक छ। किन छ भनेदेखि एउटा मान्छेले एउटा व्यवसाय गर्दाखेरि एउटै करमा सबै कुरा एटेन्ड हुनु पर्यो, 20 ठाउँबाट झमेला हुनु भएन, औद्योगिक वातावरण हुनु पर्यो, व्यावसायिक वातावरण हुनु पर्यो, त्यसपछि मात्र सुशासन हुने हो कि हो। कर लिने भनेदेखि बरु 20% कर लिन्छु भन्नु, तर लिनु पर्यो नि, के गर्नु पर्यो, एक ठाउँ लिनु पर्यो कि। र त्यो 20% कर तिरेको करबाट तेरो भविष्यको लागि यस्तो हुन्छ भनेर त्यसको बारेमा कर सुरक्षण पनि हुनु पर्यो नि त। खोइ कर सुरक्षण, कर किन तिर्छ? म 20 होइन 40% तिर्न तयार छ नागरिकहरू, किनभने आफूले राखेको नहुनसक्छ, मासिनसक्छ, तर मैले तिरेको करको आधारमा होइन, योगदानको आधारमा चाहिँ राष्ट्रले मलाई यो गर्छ भन्ने खोइ। त्यसकारण नीतिगत रूपमा त नेपाल धेरै तल, कविला युगभन्दा नि तल छ नीतिगत रूपमा। नागरिकहरूको लागि नागरिक हितमा यो छैन। सरको अमूल्य समय प्रदान गरेर समसामयिक विषयहरू र सरको अभियानको विषयमा पनि जानकारी दिनुभयो, सरलाई धेरै धेरै धन्यवाद। धन्यवाद। म यहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भनेदेखि वास्तवमा तपाईँ कुन दलमा हुनुहुन्छ, के हुनुहुन्छसँग पनि मैले व्यक्तिगत रूपमा केही भन्न चाहन्न र तपाईहरूले गर्ने कर्म के छ भन्ने विषयमा नि भन्न चाहन्न। कर्म सबैभन्दा ठुलो विषय हो, काम सानोहरू ठुलो हुँदैन। आफ्नो देशमा केही गरौँ, आफ्नै पहिलो कुरा आफ्नो परिवारलाई स्थापित गरौँ, समाज हुँदै गाउँ देश बनाउनको लागि चाहिँ त्यसरी नै योगदान पुग्ने हो। र त्यो खालको वातावरण घरदेखि नै बनाउनको लागि पनि म सम्पूर्ण नागरिकहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु र तपाईँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। यति बेलासम्म हामीलाई हेरेर साथ दिनुहुने सम्पूर्ण दर्शकलाई धन्यवाद भन्दै म अभिषेक ढकाल पनि बिदा हुन्छु। हस्त नमस्कार।